र यो चार्जिङ सो गरेन जोडेर भोल्टेज चेक गराउँछु नि भोल्टेज चाहिँ आएको छैन पिन लाइन चेन्ज गर्दौं सेम टु सेम हामी चार्जिङ बटन लगाउँदैछौँ यो चाहिँ हामीले क्लिन गऱ्यौँ यसरी हामीले हाल्यौँ हालिसकेपछि अब यहाँ सोल्डिङ गरौँ चार्जिङ बोर्डलाई हाल्यौँ प्याक गरेर चार्ज हुन्छ भनेर हेरौँ हामी चार्जिङ पनि सो गरिरहेको छ रिपेयर गरेर सक्सेस गरौँ